तेरा नाम ठ्याप ठ्याप पनि गर्नु पर्यो के हेर्नुहोस् गाइज नजरिया ओ माई गॉड नगर के नगर भिडियो बनाउनु बित्तिकै तेरा झुला के 50,000 गएपछि हैन 500 लाइक पुग्दैनन् के त्यो जस्तो भिउ मात्रै यसले फेक भ्यू हाल्न सक्छ गाइज यो विश्वास नमान्नु यो त साइड हाम्रो ठाउँ मात्रै राम्रो हो के बढ्यो गाइजहरूसँग जस्तो स्नोफल भइसक्यो यहाँ पर्दैछ है सेतै छ तलतिर माछा चिसोसँग यस्तो म जाउँ कि नजाउँ भन्छ कसले खै यस्तो छ गाइज जुम्लामा हिउँ पर्यो पुरै अहिले राति छ कति हेर्नुसम्म छ कति भयो टाइम हेर्नुसम्म छ बिहानको 6:37 गएको छ अनि आज शनिबार हो त्यही भएर ट्युसन गएको छैन हिउँ यस्तरी आइरहेको छ ल गाइज म बिहान के गर्छु भन्दाखेरि चिसो छ हिउँले बुझ्दैदिउँ के अरे यस्तो ल यस्तो है गाइज आज यस्तो छ बबाल हिउँ परिरहेछ चिसो गाइज यस्तै छ चिसो भयो मेरो भर्खरै उठेर आएको म अनि गाडी चलिरहेको थोरै भर्खरैदेखि आउन लागेको रहेछ हेरौँ अब पछि कति आउँछ म पछि देखाउँछु तपाईँहरूलाई अहिले त देखाउनु केही छैन यस्तो हिउँ परिरहेको बवाल हुनेवाला छ यस्तो छ खुङ्कार छ न यस्तो बवाल छ त्यही हो अरू त तलतिर हेर्न सक्नुहुन्छ यहाँनिर स्नोम्यान बनाइरहेको छ यो म्यान यस्तो चिसो छ भन्नै नै गाइज भ्यू नजरियामा टम्म जाने फाल्दा लगाइराख्न अनि अलि नमजा हुन्छ नि यस्तो पानी पर्दा नि पोल्युसन देखिरहेको यार अनि त्यही हो अहिले चाहिँ घाम लागिसक्यो है यस्तो छ ढङटड्याङ पुरै बाटो यस्तो छ चिसो छ म यस्तो छु अनि म्यादीहरू छ नि पानी मात्रै बगिरहेको यस्तो अहिले हेर गाइज यस्तो छ मौसम पुरै स्नोम्यान बनाइराख्ने यहाँनिर बाटो यस्तो छ पुरा खुङ्कार छ अझै आउने जस्तो छ गाउँतिर चाहिँ 1 फुट आएछ अरे है गाइज त्यही हो अनि सब बबाल लास्टै चिसो काँचोमा के गरम भइरहेछ अब दिनमा कता जाने हुन्छ हेरौँ अब आज यसो घुमघाममा जानु पर्ला सायद हेरौँ कहाँसम्म हुन्छ बाटो यस्तो खतम छ कि चिसोले मार्ला जस्तो छ त्यही हो म चाहिँ भित्र जान्छु अब एकछिन केटाहरू बोलाइरहेको छु केटाहरू आइसकेपछि जे हुन्छ गरमला आइज हेर्न सक्नुहुन्छ अहिले म यहाँ छु अनि पछाडि यहाँको नजरिया यस्तो भयो आज बिहान यहाँबाट आएर देखाएको थिएँ तपाईँहरूलाई अनि कस्तो लाग्यो कमेन्ट हान्नु होला कहाँ हिउँ पऱ्यो त्यो पनि कमेन्ट हान्नु होला यस्तो चिसो छ गाइस भन्ने नै यहाँनिर जानु बवाल पऱ्यो होला सायद यस्तो चिसो नभइदियो जानु हुन्थ्यो चिसो छ म त कोठा गएर सुत्छु होला त्यही हो त्यो स्नोम्यान बनाइरहनु मस्त यतिको मेहनत गर्नुपर्छ त्यो गाइस अहिले चाहिँ हामी कोठादेखि निस्किसकेका छु है अब हेरौँ आजको दिनचर्या अझै आउँदैछ कस्तो देखि हुन्छ अब
त्यस्तै हो जिन्दगी यस्तो छ हिउँ पुरै कता गएको छ अहिले उतातिर अलिअलि देखिरह कहाँ हो कहाँ जाने प्लान भइरह अब हेरौँ कहाँसम्म गइन्छ र के गरिन्छ त्यो थाहा छैन अनि जस्तो हुन्छ त्यस्तै गरम लगाएछ अरू त त्यही हो अनि यहाँ आइरहेछ म कन्टेन्ट क्रिएटर यस्तो छ केस एडी अनि त्यही हो आजको दिन यस्तो बवाल हुनेवाला छ गाइस म सँगसँगै हेरौँ अनि सब्सक्राइब हानौँ लाइक हानौँ सब हानौँ गाइस सपोर्ट दिउँ भन्न चाहन्छु गरौँ अझै होइन त्यही हो अरू त गाइस अब हामी डाइरेक्ट मोबाइलमा 20% छ जहाँसम्म धान्छ त्यहीँसम्म बनाउँछु अनि हेरौँ त्यस पछाडि के हुन्छ यस्तै छ जिन्दगी ल गाइस नजरिया यतातिर हिउँ पुरै अब फाटिसक्यो आउनु होला नजरिया त खुचा लाग्छ देखिरहेछ यार यस्तो छ पुरा अनि हामी यहाँ पुगिसक्यौँ अब जाउँ एकछिन बजारतिर भाडामा नि चार्ज गर्नु पर्ला जस्तो छ फोन गाइस बत्ती गरेर तनाव छ अब हेरौँ एकछिन के हुन्छ पहिला हामी चाहिँ कृष्ण मन्दिरदेखि निस्किसक्यौँ है यस्तो छ बाटो हामी अब तल जाँदैछु के अब नातिहरू भन्न नमिल्ने अब जाँदैछु हामी चाहिँ मस्तसँग मान्छेको पर हुलै रहेछ अनि यता घाम लागिसक्यो बवाल छ गाई हेर्न सक्नुहुन्छ बवाल हुनेवाला रहेछ बवाल छ के एकैछिन है यस्तो बवाल देखिन्छ पुरै छोड्दै हुन्छ गाइज मान्छेहरूको भिड अलि डरै रहेछ ओहो म्यादी आमा हजुरबाजा अरे म्यादी बनाइदिए हेर त गाइज यस्तो म्यादीका हुल्यो मामरी रहेछन् जता त्यतै मान्छे रहेछन् गाइज त्यो हो आई डोन्ट नो मेरो साउन्ड आएको छ कि नै त्यो मन थाहा छैन होइन यस्तो छ आमा म्यादीहरू ल्यायो सब जेन्जीहरू भागिन नि जुम्लाका म्यादीहरू गए जस्तो छन् हो बराइ कम बिठा त बिठा के जुम्लाका म्यादी सबका हुन् कि यहाँ जुम्लाका मात्रै होइन न भोटाहरूलाई पाउनु छ न त्यत्तिकै आन्दोलन गरिदिएर जेन्जीले नेपालको प्रधानमन्त्री नै सामान रखिदियो के यस्तो पावरफुल छ अनि पावरफुल भइकन नि क्या काम के न भोटाहरूलाई पाउनु छ न केही गर्न पाउनु छ त्यत्तिकै देश मात्रै बिगारे हान् कि म्यादी हो आर्मी पार्टी भाग्दैन आज न म्यादी रहेछ न गाइज आर्मी भूपू मेरो दाइ यति आर्मी है मेरो यहाँबाट निस्किसकेको छु है म्यादीहरू हेर्नुभयो कस्तो धेरै छन् यहाँ त्यो रोग लाग्ने गरे रहेछन् यस्तो धेरै छन् मान्छेहरूको हुलमा म यसरी हिँडिरहेको छु नपाल है कसैको यहाँ मतलब छैन हिउँ आएको थियो आज यार त्यही भने हिउँ हेर्न जम्मा भाउन् कि भनेको त म म्यादीको इन्टरभ्यू दिन जम्मा भएर छन् गाइस दुःखको कुरो यस्तै हो अनि त्यो अरू त सब बवाल हो हामी कता जान्छौँ अब गुम्बासम्म गइन्छ होला कतादेखि जाने मलाई बाटो थाहा नै गाइज तपाईँहरू सिकाउनु त मलाई कमेन्ट गर्नु त कप्पै मुखन हाल यस्तो छ पुरै चोक पुरा हाल जस्तो छ त्यही हो अरू त गाइज सक्नुहुन्छ जिपरकाको हालत यस्तो फोहोरमा कुरो हेरेर सफा त गर्नुपर्छ कमसेकम क्या भन्ने होइन अब अनि त्यो आजको म्यादीमा कस्ता कस्ता छनौट राख्नु गाइज होइन जो पावरवाला छन् ती छनौट राखन् के मैले सुने अनुसार है आज अब हुनेवाला छन् भन्ने हो कस्ता कस्ता हुन्छन् हेर्न सक्नुहुन्छ रोड ल अझै हान्नु पर्यो हामी आज कहाँ हो कहाँ जाने गाइज यस्तो छ जिन्दगी होइन त्यही हो मेरो सामान आएको छ कि नै त्यो त मन थाहा छैन पक्कै पनि आयो होला सायद मैले साह्रो बोलिराखौँ कि अनि मास्क लगाऊँ किन भनेपछि अलि पोल्युसन यस्तै छ जुम्लाको
मलाई रोग लाग्यो त लाग्यो माथितिरको नजरिया तलतिरको नजरिया यस्तो छ माथि गएर हेर्नुपर्छ आज वालचेल छ हुन्छ यहाँ पारितिरको नजरिया यस्तो बल छ क्या आमा कसमेर यस्तो बल छ यहाँ बाटो मात्रै यस्तो रहेछ क्या नि मेरो जुत्ता पुरै फोहोर भइगयो जुम्लाको बाटो कहाँ हो हामी कुन आएको छ आज फर्स्ट टाइम हो सायद यो बाटो मैले आएको चाहिँ जुम्ला फुल लुक एउटा सानो मिनी गुम्बा त रहेछ बर जुम्लाको अनि आज यस्तरी नि त्यतातिरको भ्यू दामी छ क्या अनि हाम्रो गाउँ भने हाम्रो गाउँ हो नि त यतातिर त थोरै छ अब हाम्रो गाउँतिर चाहिँ 2 फुट आज अरे गाइज अनि त्यही हो कति आँखा म गएन लाइभ हेर्न पाइन्छ यार ता भए अहिले चाहिँ यस्तै रहेछ फर्स्टमा मिनी गुम्बा जम्की जस्तो लाग्यो तलतिरको भ्यू पनि अनौठै छ यार बवाल छ गाइज हामी मिनी गुम्बा जान लागिरहेको छु हेर्नुहोस् गाइज नजरिया ओ माई गॉड मिनी गुम्बा जति हेर्यो हेर्न मन लाग्यो रहेछ हाम्रो गाउँ यता साइड बवाल छ ल गाइज हेर्न नेमाथि के आएको अल्ल कसो नेमाथि कोहीको ड्रोन मैले पाएको गाइज कोही हरिया भनेपछि सम्पर्क गर्नु अनि त्यो हामी चाहिँ अब गुम्बा जान लागिरहेको छु यहाँ तलको भ्यू यस्तो बल छ केटाहरू खुट्टासुट्टा हाने अनि एकछिन अब हानमलाई है माथि जाउँ है केटा हो नि त्यो यहाँको दुनियाँ यस्तो छ यो माथिपट्टि हान्नुपर्छ बल देखिरहेको छ है माथि झकास छ के खुट्टा हान्देऊ कि नहान्देऊ हुँदैन केटाहरू एकछिन है गाइज तपाईँहरूसँग म एकछिन भेट्छु यहाँ गन्तव्यमै छु माथि टिकटक बनाउन लान्थी त्यो भित्र पनि उँधो फटेक हाल्ला जस्तो यस्तो हल्लिन्छ क्या यहाँ सेल्फी सिङमा मिलासी झन् नजरिया त जति हेऱ्यो त्यति वाउ छ म फ्यान भइसकेँ यस्तो छ यस्तो छ अनि कस्तो छ गुम्बा पनि मान्छे टन्नै छन् क्या हो गुम्बा यहाँ छ मान्छे यहाँ टन्नै छन् अब हेरौँ कहाँ हुन्छ के हुन्छ यहाँ लप्डाएर जाउँ हामी एकछिन अब त्यही हो त्यही हो अनि म त अट्के भइगएँ गाइड हिलाउन बाटो यस्तो छ पछि मैं हूँ अनि आगे लोग के हिउँले धन्दैले हान्दैछ गाइज जुला क्या हिर गाइज एकचोटि अन्धो बनाइदियो यार तेरा चुला के दाई बुल्ला तेरा हामीलाई भिडियो बनाउँछ साला ओइ पके मलाई दियो साला बिना परमिसन भिडियो बिना परमिसन भिडियो हेर्दा फेरि अन्ध भइगयो त पक मासले हिलोले हानिदिन्छु अहिले गाइज मेरो हातलाई यत्रो मोबाइल खाला एकै भएछ मोबाइलको क्यामेराले देखाउ त गराउ देखा न मासले अरू काम छैन बिना परमिसन भिडियो बनाउनु छैन खाना कति महँगो सुने त नि क्या थाहा के खोइ
ओतेरी फोटो सेसन यस्तो नि केटाहरूले धन्दैले मारिलेछ मेरो यस्तो हालत छ गाइज बवाल यस्तो थापाजीको ड्रोन अघि मैले भेटा ड्रोन नि थापाजीको रहेछ मैले दिले है गाइज छु सो गाइज हैन अब थापाजी दाइसँग पनि भेट भएर हामी चाहिँ अब थापाजी दाइ उता गइहाल्नु भयो हैन हामी चाहिँ यता गुम्बातिर जाने भनिरहेको छौँ कहाँ छ है गाइज गुम्बा चाहिँ अनि हिउँ पनि सब गइसक्यो है अहिले थोरै बाँकी रहेछ थोरै हिउँ बाँकी रहेछ पर्मिसन लगाइ हुन्छ तेरा भइगयो मासुले ल गाइज तिनीहरूले गरी खान नदिने चाहन गाई तिनीहरू जान्थ्यो म जान्थेँ त्यसरी मा पक अब त्यो कहाँ छिराइदियो कि हिउँ पनि चिसो भयो गाइज त्यो अनि अरू त यस्तै हो त्यही छ होइन जिन्दगी चल्न त चल्या छ नआन के ढुङ्गेले त्यो गाई चढले रमाइलो एकछिन हेर्नु पर्यो तपाईँले यो के हो भन्दाखेरि टिकटकमा आउँछ अनि एकको टिकटकमा आउँछ म कस्तो हाल्दैन के अरे म्याचला अनि फेरि कति भिआइपी छु भन्दा म्याचला भिडियो बनाइरहेको अनि त्यो मरि यहाँ आङभित्र हिउँ फालिदिएन केटाहरूले मुजुहरूले गर्नु खोजेको हो यस्तो छ नजरिया अब हिउँ सबै गइगयो थोरै रहेछ हिउँ मात्रै सही छ पारितिरको यस्तो हुन्छ मुजुहरूले सताइरहन् ल बिना पर्मिसन अब अहिले पर्मिसन मागिस् अब भिडियो बनाउने हो नत्र त कहाँ अब बना म चाहिँ प्राङ्क भिडियो बनाइरहेको छु होइन सबैले मलाई फलो गरिदिनु होला होइन फलो मात्रै भएर पुग्दैन मेरो यस्तो भइरहेको छ क्या मेरो क्या समस्या भइरहेको छ होइन केही तिमीहरूलाई बताउन चाहन्छु के भन्दाखेरि भ्युज गइरहेछ होइन लाइक भिने कति भनेपछि लाइक 50,000 गएपछि होइन 500 लाइक पुग्दैनन् के त्यो जस्तो भ्यू मात्रै यसले फेक भ्युज हाल्न सक्छ क्या विश्वास नमान्नु ठ्याप पनि गर्नु पर्यो क्या है गाइस मेरो समस्या त्यही सल्भ गरिदिनु पऱ्यो तपाईँहरूले त्यो गाइस आज जो पनि चिल्लो देखिन्छन् क्या यार त्यो पनि 2 दिन भएको मुख नभए म गइ त भएको होइन चिल्लैले मुख धोएर खाए खै म धोइदिन्छु हिजोदेखि धर्ने क्या माया हिउँले मुख धोए स्टाइल है त्यो अनुहार रातो भइसक्यो रगत आउन सक्छ गाइस सिकन निकालियो हेर्नु त अनि क्या अहिले बिहान चिसो थियो त्यो अहिले चाहिँ म माथि कोही गुम्बा गएपछि कोही हेर्दैछन् क्या मना क्या त्यही अलि राम्रो बन्नु क्या हिजो यहाँ त्यो सरस्वती पूजामा टिका लगाए पनि टिका नि गाने होइन यहाँ लाउनु केटाहरू पारीतिर फायर हुन लाग्ने है केटीलाई हान्न जिस्न ला जस्तो छन् अब हेरौँ के हुन्छ उता आउँछ नि त यहाँ नजिक तिनीहरूलाई होला सायद हान्छ ल हानेको कुल जित्छ है झोले नेताको झोले कसलाई नेताको झोले भनिरह मेरो झोले हो त अनि हामी नेताको झोले हुने जस्तो लाग्यो भ्यू त सही हो क्या मान्छे भन्दा नि पारीतिर राम्रो मानिन्छ यस्तो भ्यूमा त जति रामी मिस नेपाल ल्याए पनि भ्यूै राम्रो मानिने जस्तो छ जाउँ केटो पनि मिक्स भएर आछ कि ओके गुम्बा नजिक पुगिसक्यौँ गाइज
यस्तै भयो आजको दिनचर्या रमाइलो गरियो अनि राम्रो राम्रोतिर दाइ सुने कस्तरी म दिन्छु है जति छन् त्यहाँ त टिकटक बनाउनु पर्ला जस्तो छ आज हेरौँ के हुन्छ ओ तेरी बाटो हेर त रे यस्तो फेमस ठाउँको बाटो यस्तो रहेछ अरे मन के अरे त्यो पिएम भन्ने चाहिँ के भन्नु त्यही बनाइदेऊ भन यो मन्त्रीको पिएम बनाइदेऊ गरे गाइस नेपालको प्राइम मिनिस्टर बनाइदेऊ क्या क्या दिन्छु थाहा छ यहाँ उमेरले पुग्दैन भाइ त्यो बच्चै छ अहिले भ्यू हेर्न सक्नुहुन्छ भाइ म अर्कै देखाउन चाहन्न भ्यू मात्रै जरो छ ल हेर्दैन चाहे उमेरै पुग्यो होला त राजा हुने कति वर्षको बनाउँछ होला हा नेपालको मन्त्री हुनलाई केही भयो नि 64 वर्ष चाहिन्छ भन्न नमिल्ने हो त त्यही भए त अनि किन हिँड्दैन सला बनाउने भन्ने त्यही मात्रै छन् क्या माक्री यार त्यो अहिलेको हुन्छ थाहा नै म हुन्छु भोती अच्छा है गुम्बा भेटियो सो गाइस अहिले चाहिँ हाम्रो गुम्बा भेटी पनि गुम्बाको नजिरै हेर्न चाहन्छु म मजासँग गाइस कतै चाहिँ आज रमाइलोमै दिन बिताइरहेछन् है भन्नुपर्छ पारितिर हेर्न सक्नुहुन्छ आज शनिबार भइ पनि हो क्या एक त गाइस त्यो पनि हो यस्तो छ हाम्रो ठाउँतिर बगाल देखिन्छ अरू भन्दा गाइस आए पनि फोटो खिच्ने काम हुन्छ त्यो यो भिडियो बनाउने र फोटो खिच्ने काम बाहेक अरू हुँदैन माथि छ एकजनाको त पाँच है गाइस पक्कै यो डेटिङ कहाँ हुनसक्छ तर कहाँ गयो बाल छैन जहाँसुकै जाओस् जुत्ताको हालत यस्तो भयो तल पुरै स्वाग केटो म भइसक्यो गुम्बा पुगियो फाइनली अब जाम के हुन्छ भित्र गएर एकचोटि घुमघाम हानेर जानुपर्छ गाइस हामी चाहिँ फाइनली इन्ट्री भइसक्यौँ हामीले टिकट पत्दैन भिआइपी हौँ हामी टिकट दिनमा 3वटा टिकट बान्ने मेन तपाईँ राख्नु मलाई 3टा दिनु 5 दिनु हो कि 4टा मात्रै हो सो गाइस हामी चाहिँ फाइनली जे भएको त्यही है हा हामी गुम्बा गइयो गुम्बा हिउँ यतै रहेछ हामी जाने जहिले अनि परदेश हुन चाहिँ यो बिना छैन है बिरयानी जस्तो बाल छ गाइस हो भ्यू नजरिया आज गुम्बा भन्दा त बाहिरै राम्रो मानिन्छ त्यो पनि एकचोटि आइदिउँ जहिले आयो नि टिकटक बनाउने काम मात्रै हुन्छ लास्ट गर्मी भयो गाई जस्तो हिउँ आबेला नि देऊ कफी हाल्लान् गाइज म हाल्न चाहन्छु हाल्लै खाने तर नोबाल हामी धनी छैनौँ नि यार पक्को चाहिँ नि अब म गुम्बा बनाउँ 1 लाख नहीं यार गाइज में 10 रुपियाँ 10 रुपियाँ मुसाले खाने 1 करोड मुसाको लागि हाल्ने रहेछन् गाइज यो सब मैले थाहा भए अनुसार ल सानो आइरहेछ पानी आउँछ तल त्यही भएर साउन्ड धेरै आइरहेछ मेरो सानो आँखा किन है त्यही हो अनि सब यहाँ गुम्बा हिउँ त फाल्नुपर्छ यार गुम्बाको मान्छे चाइनाको नोट छ नि टिकट काट्ने काम मात्रै भइरहेको छ के टिकट काट्ने काम मात्रै भइरहेको छ जे पनि हिउँ खेलोस् भन्नाले हो क्या यो नफालेको कारण ल स्वर्ग हेर्ने गाइज स्वर्ग हेर्ने हो गाइज टिकट हेर्ने हो गाइज टिकट हेर्ने हाम्रो स्वर्ग टिकट हेर्ने हो गाइज टिकट ड्याङ ड्याङ यो त साइड हाम्रो ठाउँ मात्रै राम्रो नहो के बढ्यो माथि हेर्नुहोस् गाइज के हो यो त्यो समयको व्यवस्था रहेछ त्यहीले टाउकोमा लागला जस्तो लाग्दैन यस्तो सब हिउँ नजरिया गुम्बा भन्दा बाहिर आज आउटलाइन दामी छ यो गाइज अहिले हामी गुम्बामा जताततै हिउँ पनि गइसक्यो है जताततै टिकटक कति बनाउनन् म यसै छुइने केटाहरू यहाँ छन् अनि यहाँ छ अरू हिउँ हेर्न सक्नुहुन्छ सबै गइसक्यो जुम्ला भ्याली यस्तो भयो अहिले टिकटक बनाइराखेन आजको केही छैन नयाँ त यस्तो रहेछ आज दिन यार टिकटक मात्रै बनाउन जस टाइम स्पेन्ड गर्ने ठाउँ टाइम कटाउन मात्रै आउने जो रहेछ मोज बवाल आनन्द आउँछ आउन चाहिँ हिउँ खेलिरहनु उतातिर अनि हामी यहाँ चाहिँ गुम्बा यस्तो छ
बवाल छ बिहान चाहिँ ल बवाल छ लुक्स अझै पनि बवाल छ म चस्मिसी हो मैं रामी रामी हम गाइज टिकटक सुट हराइट पनि नक्काले सबैले धन्नु गर्दाखेरि दिए धन्नु अर्कै गीत हालिनु त्यसो जिन्दगी यार अहिले त वेदर पुरै चेन्ज छ भन्ने नै मान्छे मात्रै छन् गुम्बाभरि आज यस्तो छ पुरा जुम्लाको एयरपोर्ट यस्तो छ भाइरल पुल कता भाइरल पुल टोपीको के अरे त्यो भाइरल पुल भन्न भाइरल झन्डा अहिले त हिउँ पुरै गएको यो भित्र के म देखाउँछु है गाइज यो भित्र सुन लुके जस्तो के छ गाइज मनो भुन्नै कमेन्ट हानी मैले देखे नै के रहेछ है भन्नु है गाइज माथि कमेन्ट हानेर हो अनि दिदीको घर कहाँ हो दिदीको घर सबभन्दा मलाई के भन्दाखेरि होइन यहाँ गुम्बा आदि सबभन्दा तपाईँहरू लास्ट राम्रो लाग्यो कि दिदीहरू अनि त्यही भएर यसो न तपाईँहरूको यसो इन्टरभ्यू लगिदियो भने हो क्या खै उहाँ चाहिँ बिहा गर्नु भएको रहेछ उहाँले होइन यहाँको माथि सिन्दुर देख्दाखेरि हाम्रो सरले पढाएको थियो क्या अलरेडी प्याक डज नट ट्राई भनेर पढाएको थियो होइन उहाँलाई चाहिँ ट्राई गर्दा मिलेन होइन उहाँ दिदी अनि के अरू नभए मलाई त्यो कति एलकेजी क्लासमा पढाएको अझैसम्म नि याद छ कि दिदी थियो के अनि यस्तो हो क्या त्यो भन्नाले नि यहाँ माथि हल्का सिन्दुर देखियो होइन दिदी अलरेडी प्याक डज नट ट्राई गरेँ क्या अलरेडी प्याक हुनुभयो अरे क्या अनि तपाईँ त हनीको उहाँ दिदीको सिन्दुर रहेछ माथि थियो त उहाँ मन परेको थियो अलि अलरेडी प्याक हुनु भइहेर्नु छ होइन अलि मन नानी अगाडि जन्मिनु भयो रहेछ होइन हो दिदी अनि दिदीहरूको घर कहाँ हो अनि यसो भनिदिनु न अनि कार्कीबाट भन्नाले नन्दा कि तली बाइनी हुन जय हो अनि तपाईँको नाम के हो दिदी मेरो नाम अमृता भण्डारी हो अर्का नाम बेचेन हो उहाँ धेरै राम्रो हुनुपर्छ उहाँको नाम पनि राम्रो रहेछ उहाँले बेची खान खोज्नु भयो के धेरै राम्रो नाम भएर बेची हो क्या हेर्नु न कति तिम्रो नाम भन न मेरो नाम चाहिँ के भन्नु तिम्रो नाम भन्दाखेरि उहाँ चाहिँ अहिले चाहिँ भिडियो सुरु हुँदैछ एएनडी भलाकरको टिकटकको लागि होइन उहाँ चाहिँ सिस्टरको नाम भनिदिनु न यहाँ चाहिँ हाम्रो टिकटकको लागि सुरु हुँदैछ हाम्रो एएनडीको हामी चाहिँ निस्किसक्यौँ है अनि हामी चाहिँ निस्किसक्यौँ आज दिनभरि यतैतिर भयो अनि बिहान यस्तो रात पुरै आउँछ होला हिउँ अलि रात दिन पुरै आउँछ होला भन्यौँ आएन अब गइसक्यौँ त्यसै छ माहौल अनि आजको भिडियो 3% रहेछ आजको भिडियो यहीँ जान चाहन्छु त्यसैले हस् त बाई बाई सी यू नेक्स्ट ब्लग त्यो हो गाइज आजको दिनचर्या चाहिँ बवाल भयो त्यो बाई बाई गाइज